हामीले चाहिँ गाइस सोचेको थिएनौँ कि यो वर्षमा हामीले घरमै रोपेको प्याज यति धेरै फल्ला भनेर र बोरामा हालेर नाम्लोले यसरी लग्नुपर्छ भनेर। सो हेलो फ्यामिली, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो रहेको छ 30 DF मिनी ब्लग च्यालेन्जको डे 3। म चाहिँ अघि सुतेको भर्खर उठे अनि पानी लिएर मुख सुख धोए। हामीले फेरि आज भोलि खेतमा गहुँ काट्दैछौँ, त्यसैले बिहान गहुँ काटेर दिउँसो हल्का सुतेको थिए। सुतेर उठेको भएर होला भोक पनि लागिरहेको थियो। भान्सामा आएर हेरेको कुकरमा भात र भान्टाको तरकारी पनि रहेछ अनि एउटा थालीमा भात हालेर तरकारी पनि हाले। मेरो फेरि भान्टाको तरकारी फेभरेट नै हो के फेरि। अनि यसो लुक्स दिएर ल्याम दिएको दामी नै भएको थियो। खाइसकेपछि हात सात धोए। यता भने मम्मीले फेरि प्याज बनाउँदै हुनुहुँदो रहेछ। यो प्याज चाहिँ हामीले हिजो नै खनिसकेको थियौँ र यति धेरै आएको रहेछ। मम्मीले फेरि प्याजलाई 2 भागमा बाँड्दै हुनुहुँदो रहेछ। यो साना साना प्याज भने आज भोलि खानलाई र यो पातसँग भएको ठुला प्याजलाई चाहिँ पछि खानको लागि राख्नु भएको रहेछ। अब यत्रो प्याज मम्मीले मात्रै गराउँदा धौ होला कि भनेर मैले पनि हँसिया लिएर प्याज बनाउनमा मम्मीको मद्दत गरे। मैले पनि मम्मीले जस्तै गरेर साना साना प्याजलाई एकातिर र ठुला प्याज पातसँग भएकालाई एकातिर गरेर अलग अलग राखिरहेको थिएँ। अनि मम्मीले र मैले मिलेर यति धेरै प्याज बनाइसकेपछि हाम्रो सबै प्याज यति जति आएको थियो र मम्मीले साना साना प्याजलाई बोरामा हाल्नु भयो र यति धेरै भएको थियो। हाम्रो चाहिँ यो भन्दा अघिल्लो वर्षमा यति धेरै प्याज आएको थिएन। यो वर्ष भने दामी नै भयो। हामीले चाहिँ यो प्याज 500 रुपियाँमा लगाएको थियौँ र अहिले कति किलो जति भएको होला कमेन्टमा गेस गर्नु होला। अनि अघिको पात भएको ठुला प्याजलाई चाहिँ मम्मीले यसरी बान्नु भएको थियो अनि बोराको प्याज लग्नलाई मैले नाम्लो लिएर मम्मीलाई दिए र मम्मीले बोकेर लग्नु भयो। मैले चाहिँ बानेको प्याजलाई चाहिँ लगे। साना साना प्याजलाई चाहिँ यसरी फिचेर राखेको थियौँ भने पात भएको प्याजलाई चाहिँ यसरी बानेर टङ्गाएको थियौँ। आजलाई यति नै गाइज, भोलि भेट्नेछु न्यू डे न्यू ब्लगको साथ। बाइ बाइ गाइज।